भारतले सूर्यकुमार यादवको नेतृत्वमा टी20 विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ। उपकप्तान शुभमन गिललाई 2026 टी20 विश्वकपका लागि घोषणा गरिएको टोलीबाट बाहिर राखेको छ। सैयद मुस्ताक अली ट्रफीमा 517 रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका विकेटकिपर ब्याटर इशान किशनलाई शीर्ष क्रममा समावेश गरिँदा हालका टी20 आई स्क्वाडमा नपरेका रिङ्कू सिंहलाई ठाउँ मिलेको छ। योजनामा आएको परिवर्तनले हालका प्रमुख विकेटकिपर जितेश शर्मालाई टोलीबाट बाहिरिनु पर्यो। गिल अनुपस्थित भएपछि अक्षर पटेल 15 सदस्यीय स्क्वाडको उपकप्तान बने। बाँकी चयन भने अपेक्षा अनुसार नै रह्यो। जसप्रित बुमरा, अर्शदीप सिंह र हर्षित राणा 3 मुख्य पेस बलर भए, जसमा 2 जनाले सम्भवतः अन्तिम 11 मा स्थान बनाउनेछन्। वरुण चक्रवर्ती र कुलदीप यादव 2 मुख्य स्पिनर भए भने अक्षर र वाशिंगटन सुन्दर स्पिन अलराउन्डरका रूपमा चयन भए। हार्दिक पाण्ड्या र शिवम दुबे सिम बोलिङ अलराउन्डरको भूमिकामा रहनेछन्, जहाँ मध्यक्रममा कप्तान सूर्यकुमार यादव, तिलक वर्मा र रिङ्कूले निकै बनियो मिडल अर्डर बनाउनेछन्। ओपनर अभिषेक शर्मा, सञ्जु स्यामसन र इशान किशनले टोलीलाई पूर्णता दिएका छन्। यही टोलीले न्युजिल्यान्डसँगको 5 खेलको टी20 श्रृङ्खला पनि खेल्नेछ। चयन समितिका अध्यक्ष अजित अगरकरका अनुसार गिललाई बाहिर राख्ने निर्णय टिम व्यवस्थापनको ओपनरमा विकेटकिपर चाहिने रणनीति परिवर्तनका कारण भएको हो। उपकप्तान बनेसँगै गिलले सञ्जु स्यामसनको स्थान लिए पनि शीर्ष क्रममा 15 इनिङमा उनले एक पटक पनि अर्धशतक बनाउन सकेनन्। 291 रन मात्र, स्ट्राइक रेट 137.2 छ। दक्षिण अफ्रिका विरुद्धको अन्तिम टी20मा खुट्टाको चोटका कारण नखेलेका गिलको स्थानमा स्यामसनले 22 बलमा 37 रन बनाएका थिए। अगरकरले भने, यो मुख्यतः संयोजनको कुरा हो, टिम व्यवस्थापनलाई कुन खेलाडी कहाँ उपयुक्त लाग्छ भन्ने बारे। अभिषेकले विगत वर्षभरि जे गरे त्यही अनुसार पहिलो रोजाइमा छन्। अहिले ओपनरमा किपर हुनु नै टिमलाई धेरै स्थिरता दिन्छ भन्ने हाम्रो बुझाइ हो। 15 जना भन्दा धेरै छान्न सकिँदैन, कोही न कोही छुट्न नै छ। गिल पनि त्यही कारणले छुटे। ऊ राम्रो खेलाडी होइन भनेर होइन। जितेशले पनि केही गलत गरेको छैन, तर टिमले अहिले चाहेको संयोजन यही हो। रोहित शर्मा, विराट कोहली जस्ता स्टार खेलाडी समावेश नभएको यो टिमले आफ्नो घरेलु मैदानमा उपाधिको रक्षा गर्ला त? कमेन्ट गर्नुहोला।